भएको है भाइहरू सुरु गर्ने के हुँदैछ एसएलपी आफ्नै ए कान्छी दिदीसँग यो बोलेको नि के हुँदैछ यहाँ ए मामास्ते नडा मान्छे दिदी काडा नमस्ते मैडम मागे मानी भाडा मोनो मानु हुडा मान्ने बात धडा माइले मडा माझे बुढा अच्छा हस् धन्यवाद म भिडियो नमस्ते ह्याप्पी दसैँको शुभकामना अब यस्तै भयो के गर्नु सबैजनालाई धेरै धेरै शुभकामना छ है अब हामी ह्याप्पी दसैँ अरे यता फोटोको लागि हजुर लामो भयो नि त अब त्यसो गरेर यसरी यहाँ परे अब साट्नु पर्यो त्यसो गरे कस्तो होला त्यसो नगरे लामो छ अब दुईजना बस्नु ल ऐश्वर्यं नहुसे दुईटा आशीर्वाद चाहियो नि त एउटा बिहार एउटा उनीहरू जस्तै हुनु भनेर यहाँ आशीर्वाद दिएको छ आशीर्वाद तपाईहरुले पनि उसलाई टीका लगाइदिँदा यो मन्त्रद्वारा लगाइदिनु राम्रो हुन्छ र महिलाहरूलाई लगाइदिँदा यस प्रकार जयन्ती कलाकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा सोधा यो चाहिँ अब विभिन्न देवीहरूको नाम लिएर महिलालाई आशीर्वाद दिँदै देवीहरूको मार्गमा चल्नु भन्ने यो दिएको छ हामीले विभिन्न देवीहरूलाई नमस्कार गर्छौँ भन्ने खालको मन्त्र यो महिलालाई यसले महिलाको स्वास्थ्य दीर्घायु कामना गर्दै उनीहरूको जीवनलाई पुरुषहरूलाई दिने विश्वास गरिन्छ फेरि कहाँ आउनु भयो दशमीको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना सबैजनालाई जीवन यो दशैँ अत्यन्तै शुभ होस्
फेरि प्याज तारेर अनि त्यहाँबाट अर्को साल चाहिँ चिन्ना त्यसकै लागि होइन यही आशीर्वाद पहिला प्याज अनि अर्को साल चिन्ता आफ्नो यो चाहिँ अब भगवान दाइना दाइना खासु भगवानलाई उसको दाइना मेरो जी भगवान दाइना रहो ए ल म भगवान हैन दिएको छ हामीले केटीलाई चाहिँ जयन्त मुगा काली पढ्न हुन्छ नि केटालाई देउता त्यो किन लगाएको वरको राम्रो आशीर्वाद हो लु एउटा महिलाको स्वास्थ्य आशिका राम्रो खिच्दै ल हाम्रो स्वास्थ्य दिँदा विशेष पनि भन्छ ए दिदी लगाएर छुट्नु भएन आशिका 17 सहयोग गर्छ र पुरुषहरूलाई दुर्बीर यो आयु सुते खै त्यसपछि कन्टिन्यू फिल द ब्ल्याङ्क्स कम्प्लिट द सेन्टेन्स आशीर्वाद लागेको पनि निस्क्यो आशीर्वाद त अरु नि हुन्छ नि भाइ सधैँ स्वस्थ रहनु काम राम्रोसँग गर्नु आकेको ताकेको पुगोस् छिटो बिहार आओस् अनि त्यसपछि अरू अरू खुसी त सँगै घर किन्नु अनि सँगै बसेर बुढाखानाबाट टेस्ट गरौँला अत्यन्तै शुभ होस् टक्कल लुडो खेल्दै होइन साइडमा फेरि पनि दसैँको एज केयर समय जाउँला भोलिबाट आफ्नै प्रेसिडेन्ट भएर विजय यस्तै राम्रो रहनु दिदी दाइलाई नबिर्सिनु अनि के अरे स्वस्थ रहनु बिहा छिटो आओस् त्यसपछि अरू खुसी सधैँ छ बिस्तारी आइहाल्छ दिनु त नि यहाँबाट दिनुपर्छ र अब नानी ल भाइ नमस्ते यो पुरुषहरूलाई टीका लगाइदा भनिने मन्त्र आजको दिन खाली हाल्नु हाम्रा शास्त्रमा बयान गरिएको हामी तिमीहरूले अरूलाई के कसलाई शान्तनवे बलं हलधरे सत्यं च कुन्ती सुते विज्ञानं विदुरे भवन्तु भवतां कृतिश्च नारायणे मङ्गलकाली आशीर्वाद दिएको छ यो आशीर्वाद दिएको छ पुरुषलाई जेन रोको छैन ए भान्जा बाबुलाई कोही त टिकी लाउन त टिकी लाउन भान्जा बाबुलाई छाने बाबुलाई लगाइदिँदा यस प्रकार रहेको छ बाबा यता छानेलाई खाइ खाइ छानेलाई खाइ खाइ वा बाबा आमा काटेर लाउने आशीर्वाद मैले खुट्टा ढोक्नुपर्छ नि के हो दुर्गा क्षमा शिवा धात्री यो चाहिँ नयाँ हो
रिमोट खोइ पछाडिको त्यो राम्रो खालको म्युजिक प्ले मात्र गरिदिनु पायो हुन्थ्यो क्या फोटोमा दामी आउँदैन नि ठुलोमा पुरै छु कस्तो लाग्दैछ आशी अर्को आइन्स्टाइन रिमोट कहाँ छ थाहा छ जीवनमा त्यो अहिले राम्रो हामी प्लिज खाना खाना अन्त ल भन्दा बाबु जानु खाना खानु फोटो खिच्दा हुन्छ यहाँ बसेर के पछाडिको सिन आउँछ यसरी यहाँ पहिला खाना मेरो राज्यलाई हामीले रहेछ दाइ यहाँ हाम्रो किचनमा खानेकुरा धमाधम हुँदैछ विश्वदी खाना रेडी भयो धमाधम छ के गर्नु बुहारी नानी भएपछि यस्तै हो नन्दले सघाइरहेको कति राम्रो हो यहाँ आमामा के हो खानेकुरा हाम्रो पुरै खण्डे थालमा छ त भेराइटी छ नि अलिक पुगेन अझै मगाउनु पर्ने थियो वेटै थिएन के गर्नु नेक्स्ट टाइम हेलो के सब दुई शब्द जाओस् ह्याप्पी दसैँ आमा दुई शब्द जाओस् हजुरको दुई शब्द रमाइलो हुँदैछ अस्ट्रेलियामा आएर सबै साथीभाइ छोरी चेली सबै ज्वाइँ चेला छोरा भाइ भेट भयो नमस्ते दुई शब्द सन्तोष बाबु बुढो दुई शब्द एकदम रमाइलो लागिरहेको दिदी हिजो दिदी एकचोटि मलाई फनक्क हेरिदिनु हिजो ओछ्याएको कहाँ छ पिङ्क कलर के त्यही त पट्याएर राखेको थिएँ मैले त्यही हुनुपर्ने हो खोजौँ त हो त भुवाको त पछाडि छ यहाँ छ यहाँ त्यो होइन मम्मी त्यो पिरो छ यो एउटा कि दुईटा एउटा हो नि त एउटा भाँचेर बसौँ जाउँ जुन पनि लिएर जाउँ लिएर बसौँ भाँचेर बसौँ बबी आन्टीलाई एउटा मासु नहालेको गरिदिउँ त यो राम्रो हजुरको दुई शब्द अब यो 2082 साल असोज महिनाको आज 16 गतिको विजय दशमी कार्यक्रम सम्पन्न गरिएको छ र सम्पन्न भयो जे जति हामी उपस्थित भयौँ सबैजना लगाएर अर्कामा खुसी साटासाट गऱ्यौँ। अब यस्ता दिनहरू फेरि पनि दोहोरियोस्, फेरि पनि यसरी नै गर्न पाइयोस्, यही मेरो शुभकामना छ भन्न चाहे। हजुरको नमस्ते, हजुरको केही दुई शब्द? नमस्ते। ल म पनि बोल्छु है। ल नमस्कार। विजय दशमीको सबैलाई धेरै धेरै शुभकामना। मनाउनु मैले चाहिँ अब टिका नलाए पनि होइन सबैजनाले रमाइलो गर्नुपर्छ। मलाई चाहिँ देखेर रमाइलो लागेको छ र योपालि चाहिँ मलाई एकदमै कस्तो फिल भइरहेको छ भने नेपालमै आफ्नै मामलामा गए जस्तो सबै मामा माइजहरू यहीँ एकदम म चाहिँ नेपालमा छु जस्तो फिल भइरहेको छ क्या। यस्तो चाहिँ आइरहेको सधैँभरि हरेक वर्ष चाहिँ सबैजना आफ्नो मान्छेहरू भेट भएर रमाइलो गर्न पाऊँ, यही छ कुरा। ह्याप्पी दसैँ। ह्याप्पी दसैँ। साने साने के छ
ओके 2 शब्द आशिका नानी ह्याप्पी दसैँ अरू केही ठिक नै हो मान्छे राम्रो यो बनाउन अलिक आएन मलाई कसरी यो स्टिक बुढे गर्नु त छोटो पार्नु यसलाई यस्तो घुमाउने कसरी यो अलिक यस्तो आएको छ बेटी ओके हजुरहरूको 2 शब्द कति राम्रो जमरा हो पछाडि हामीले रोपेको हुन्छ नमस्कार यो फेरि यो बन्द गर्दा हुन्छ हजुरहरूको केही शब्द नमस्कार हजुरहरूलाई विजय दशमीको मङ्गलमय शुभकामना छ राम्रोसँग आफ्नो चाडपर्व मनाउनु होला हाम्रो त अब बाबा मम्मी आउनु भएको छ 6-7 वर्षपछि चाहिँ एकदमै राम्रो दसैँ चाडपर्व भएको छ आन्टी आउनु भएको छ नन्द ज्वाइँ बहिनीहरू आउनु भएको छ बहिनी आचिन जेठाजुहरू अब यता देवर बाबुहरू सबैजना होइन हामी चाहिँ एकदमै खुसी छौँ मूल घर जस्तो भएछ आज यहाँ त्यही भन्न चाहन्छु सबैलाई विजय दशमीको धेरै धेरै शुभकामना धन्यवाद म बसेँ धन्यवाद मात्रै बोले सबै 2 थियो त लु मम्मीको टर्न ल मम्मीलाई बोल्न देऊ ल सुरु भइसक्यो हजुर भइसक्यो सुरु क्वेसन सोधा हजुरको कस्तो लागिरहेछ हजुरलाई फर्स्ट लाइक अस्ट्रेलियामा दसैँ मनाउँदाखेरि छोरा बुहारी नातिनीलाई टिको लाउन आएको छौँ अस्ट्रेलियामा सबै भान्जा भान्जी ज्वाइँ अनि नानीहरू सबै भेला भएर रमाइलो भइरहेछ छोरा बुहारीलाई टिको लाउनु पाए धेरै धेरै खुसी छु नातिनी अनि छोराछोरी सबै भेला भएर राम्रोसँग दसैँ मनाइयो छोरा बुहारीलाई टिको लगाइदिन नातिनीलाई टिको लगाइदिन पाएँ मेरो अरू पनि छोरीहरू छन् धेरैजना नेपालमा पनि छ यसपालि आउनु पाइएन अनि 2 बनाएको छ छोरीहरू अनि देउरानीले पनि ज्वाइँ पनि छोरी पनि सबैजना छन् नमस्ते नमस्ते आशिका नानी सरी कृतिका नानी हजुरको 2 शब्द जाओस् न के गर्नु 2 शब्दहरु आज हामी यहाँ क्यानबेरामा दसैँ मनाउन आएको छौँ हामीले धेरै खुसी लागेको छ सबैजनासँग दसैँ मनाउन पाउँदाखेरि हाम्रो छोराको पनि पहिलो दसैँ हो उसको दसैँ पनि एकदम यादगार भयो नेपालबाट ठुलो बाबा ठुलो मम्मीहरू आउनुभएको छ मम्मी आउनुभएको छ सबैजनासँग दसैँ मनाउन पाउँदाखेरि हामी धेरै धेरै खुसी छौँ ह्याप्पी दसैँ सबैजनालाई जय साप हजुरको 2 शब्द हाई ह्यापी दसैँ एभ्रीवन यहाँ धमाधम खानेकुरा भइरहेछ धमाधम खानेकुरा हुँदै आन्टी हाई के अरे 2082 सालको दसैँ हामीले अस्ट्रेलियामा आएर मनाइरहेछौँ छोरी ज्वाइँ छोरा बुहारी जेठाजु जेठानी सबैजना अनि सबैजना छोरीहरू नाति नातिनाहरूसँग दसैँ मनाउनु पाउँदा अस्ट्रेलियामा आएर पनि दसैँ मनाउनु पाउँदाखेरि धेरै धेरै खुसी लागेको छ ह्याप्पी दसैँ ह्याप्पी दसैँ खाना के भइरहेको के छ यहाँ खाना म्याम दही मासु टमाटरको अचार मुलाको अचार साग यो के को अचार अरे चनाको ओ माय गॉड सबै साथीले बनाउनु भएको है बुहारी नानीलाई त गाह्रो छ हो यहाँ दिदी काम गरे हुनुहुन्छ ओइ अनि सघाउँदैनौ तिमीहरू म भिडियो खिचिरहेको छु नि अरूलाई दिने नि त नि ल म आएँ त्यसो भयो है त भिडियो राख्दै अनि मेरो चाहिँ कसरी ब्याक हुन्छ म पनि बोलौँ न 2 शब्द मेरो कसरी फर्काउँछु अगाडि यसरी आफूलाई हेर्ने मिल्छ नि हेलो म चाहिँ सुमी म अघिदेखि बोलिरहेको तर मेरो देखिरहेको थिएन एकदमै खुसी छौँ हामी दसैँ मनाउनु पाइयो अस्ट्रेलियामा भएर पनि यति जालपछि आफूभन्दा ठुलोसँग टिका लाउन पाइयो अङ्कल आन्टी नेपालबाट आएको हुनाले छुट्टै खुसियाली लाइक बल्ल दसैँ आएको जस्तो भाइब्स आयो क्या घरमा त्यही भएर ह्याप्पी दसैँ हामी रमाइलो गर्दैछौँ हजुरहरू जहाँ हुनुहुन्छ हजुरहरू पनि रमाइलो गर्नु होला सी यु नेक्स्ट टाइम यो कसरी बन्द गर्ने
त्यो माथिको मैले खाइसकेँ सबैजना यहाँ भत्काउन धमाधुम छ होइन यो अगाडि नै मगाएको थिएँ अझै मगाउँथेँ तर सामान मैले 6वटा मात्रै कहिले मगाएको फेरि ल्याउनु छ 12वटा यो दसैँको टिकापछि यसको भत्काउने यसो कामहरू चाहिँ धमाधुम भइरहेको छ होइन भात खाने हो कि भत्काउने के भन्छ नि पठाइदिएको त मस्त सुते खाना खाना जमाजम छ ह्याप्पी दसैँ ह्याप्पी दसैँ कहाँ होला केटीहरू क्या हजुर होइन म केटीहरू पहिले सुरुमा होइन मम्मीहरूलाई नि खस्ती हो ए लुका त होइन 17ले खिच्ने होला नि त है आशिका आशिकाको आशिक चाहिँ को हुने होला होला एउटा काहीँ न काहीँ होला केटाकेटालाई खिचेर बिदा गरिदियो यसो गर त नानी उता जानु यता होला
चेरी मैं त भ्लगिङ गरेको है आमामामामा हो रेडी कोही खोइ हाँसेको भन्नुहोस् न दिजु यो चाहिँ विज्ञानको गाडी निस्किँदैछ सबको गाडी हुन्छ यहाँ राम्रो राम्रो गाडीहरू हुन्छन् यो अस्ट्रेलियाको क्यानबेराको पनि क्विनबिन भन्ने ठाउँ हो क्विनबिन ल र हामी अब विज्ञानले लिएको नयाँ घर हेर्न हामी जाँदैछौँ त्यसतर्फ